वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा।
हजुरको जन्मदिन भइस आज 95 पुगेर 96 लाउनु भएको 96 मैले विचार गरेँ चाची लेखेँ त्यसबाट हिसाब गर्नु नारायण यहाँको बुवा
परम भागवत सामाजिक धार्मिक तथा आध्यात्मिक व्यक्ति वयोवृद्ध हामी सबैका अभिभावक आदरणीय व्यक्ति तुलसीराम सापकोटा को आज 96औं जन्मोत्सवको पावन अवसरमा हामीहरू यहाँ उपस्थित भएका छौँ। आज श्री लक्ष्मी वैकुण्ठनाथ मंदिर तथा तदंतर्गत संचालित श्री वैकुण्ठनाथ परम वैदिक विद्या प्रतिष्ठानम गुरुकुलम भरतपुर महानगरपालिका वार्ड नम्बर 4 धर्मचौकबाट हामीहरू एउटा विशेष अभिनन्दन कार्यक्रम लिएर उपस्थित भएका छौँ। परम श्रद्धेय स्वामीज्यूहरूको यहाँ आगमन भइसकेको छ। औपचारिक रूपमा म कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु, अनुमति पनि चाहन्छु। आज हामी परम भागवत सामाजिक धार्मिक व्यक्ति आदरणीय तुलसीराम सापकोटा बुवाको 96औं जन्म दिनका अवसरमा उपस्थित भएका छौँ। शास्त्र अनुसार कलियुगको पूर्णायु 7 वर्ष भनेर भनिएको छ। 125 सम्म पनि भनिएको चर्चा कहीँ कहीँ शास्त्रमा भेटिन्छ र अहिले अस्वस्थ अवस्थामा शय्यामा हुनुहुन्छ। हामी प्रार्थना गर्छौँ श्री वैकुण्ठनाथ भगवानसँग उहाँलाई अझ हामी उहाँको छत्रछायामा अझ हामी आफ्नो जीवन अगाडि बढाउन चाहन्छौँ। उहाँको अभिभावकत्व अझ हामीले अपेक्षा गरेका छौँ र हामी सबैको तर्फबाट श्री लक्ष्मी वैकुण्ठनाथ भगवानसँग पुनः हामी प्रार्थना गर्दछौँ। उहाँको सुस्वास्थ्य र अझ लामो जीवनको हामी अपेक्षा गरेका छौँ। भगवानले हामी सबैको प्रार्थना अवश्य सुन्नुहुनेछ र अब हामी आज यस उहाँकै निजी निवासमा आयोजित सम्मान कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको यस सम्मान तथा अभिनन्दन कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन परिवारकै व्यक्ति आदरणीय श्री खेम प्रसाद सापकोटाज्यू जो परिवारका सदस्य हुनुहुन्छ, उहाँलाई म आजको यस सम्मान तथा अभिनन्दन कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। द्वारा संचालित गुरुकुलमका प्रधान संरक्षक परम श्रद्धेय स्वामी श्री जगन्नाथाचार्यज्यूलाई आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरेर महाराजजीको यहाँ गरिमामय उपस्थिति छ, उहाँलाई पनि आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हामीबीच विशिष्ट विद्वान परमादरणीय परमवन्दनीय स्वामी श्री रङ्गनाथाचार्यज्यू स्वामीजीको पनि उपस्थिति छ, उहाँलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छु। आजको सम्मान कार्यक्रमका आयोजक मध्ये एक श्री लक्ष्मी वैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित गुरुकुलमका सञ्चालक समितिका अध्यक्ष आदरणीय व्यक्ति कमल नारायण कणेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। नगरपालिका की पूर्व उपप्रमुख पनि हुनुहुन्छ, यसै परिवारकी भान्जी पनि हुनुहुन्छ आदरणीय दिदी विष्णु कुमारी सापकोटा कणेलज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। कणेल सापकोटाज्यूलाई यसै गरेर श्री लक्ष्मी वैकुण्ठनाथ मन्दिर अन्तर्गत सञ्चालित गुरुकुलमका प्राचार्य
आदरणीय विशिष्ट विद्वान गुरु नारायण प्रसाद सापकोटाजीको पनि दैवमय उपस्थिति छ। उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्न चाहन्छु। यसै गरेर मन्दिर सञ्चालक समितिकी उपाध्यक्ष भरतपुर महानगरपालिका वार्ड नम्बर 4 की वार्ड सदस्य धार्मिक सामाजिक व्यक्ति राधा देवी शर्मा कणेलज्यूको यहाँ उपस्थिति छ। उहाँलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। परिवारका हरू हुनुहुन्छ कृष्ण देवी सापकोटा, उहाँलाई पनि आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। प्रजापति सीता सापकोटा, उहाँलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। यसै गरेर तिलक प्रसाद सापकोटा तथा लक्ष्मी सापकोटा, खेम प्रसाद सापकोटा तथा सविता सापकोटा, यसै गरेर छोरी ज्वाइँहरू पनि हुनुहुन्छ जमुना टिकाराम पौडेल, गङ्गा भीमकान्त सुवेदीजी, गीता दिलीप कणेलज्यू लगायत भान्जाहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। परिवारका सम्पूर्ण सदस्य र आज यस कार्यक्रममा उपस्थित आदरणीय सम्मानित व्यक्तिका अनुज आदरणीय बुवा भाइ अनुज भन्नुहुन्छ लक्ष्मी प्रसाद सापकोटाज्यू यहाँ उपस्थित हुनुहुन्छ। उहाँले पनि आसन ग्रहण गरिदिन अनुरोध गर्नुहुन्छ। मन्दिरबाट धेरै भक्त भागवतहरू यहाँ आउनुहोस्। स्वस्ति नस्ताक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः स्थिरैरङ्गैस्तुष्टुवागुंसस्तनो दीर्घसे महिरे महितं जलायुः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि। ॐ सन्नो मित्रः सन्वर्णः सन्नो भवत्प्रचनः सन्न इन्द्रो बृहस्पतिः सन्नो विष्णुरुक्रमः नमो ब्रह्मणे नमस्तेवाय त्वमेव तत्रक्षं ब्रह्मादिश्यामि त्वामि शान्तिः 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 सहना भवतु सहनौ भुनक्तु। अरू कोही हुनुहुन्छ भने सबैलाई आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। मलाई यहाँ पुत्र जो त्यसै गुरुकुलमका पूर्व विद्यार्थी पनि हुनुहुन्छ आदरणीय दाजु तिलक प्रसाद सापकोटा। एउटा धर्म संस्कृतिको संरक्षण हुनुपर्छ, संस्कृत विद्याको संरक्षण हुनुपर्छ। देशको अस्तित्व पहिचान भनेको हाम्रो मौलिक धर्म संस्कृति परम्परा नै हो। जबसम्म यसको संरक्षण हुँदैन तबसम्म हाम्रो देशको अस्तित्व रहँदैन भन्ने मूल्य मान्यता उहाँले अङ्गीकार गर्नुहुन्थ्यो। त्यस कारणले नै आफ्ना सन्ततिहरूलाई एउटा सद्मार्ग सद्शिक्षा संस्कृत शिक्षा प्रदान गर्नुभयो। यस्ता आदरणीय बुवाप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छौँ र पुनः उहाँको दीर्घ जीवन र सुस्वास्थ्य जीवनको कामना पनि गर्न चाहन्छौँ। र अब उहाँका धेरै कृत्यहरू सबै हामीहरूले जान्न नसकेका पनि हुन्छौँ। हामी सबैले सबै कुराहरू नजानेका नि हुनसक्छ। उहाँ कहाँ कसरी आउनुभयो, के गर्नुभयो, कस्ता आरोह अवरोह पार गर्दै जिन्दगीको यस क्षणसम्म आइपुग्नुभयो। आफ्ना सन्ततिहरूलाई शिक्षा दीक्षा दिनको लागि सद्मार्गमा लगाउनका लागि धेरै कष्ट बाधाहरू पनि परे होलान्। यी सबै कुराहरूको वृत्तान्त श्रवण गराउनका लागि सर्वप्रथम म अनुरोध गर्दछु। आजका अध्यक्ष पनि हुनुहुन्छ आदरणीय परिवारका सदस्य खेम प्रसाद सापकोटाज्यूलाई उहाँको इतिवृत्तान्त बताइदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। कुशल कार्यक्रम सञ्चालक
कालिका विद्यापीठका प्राचार्य भाइ गोपी कणेलज्यू, आज हाम्रो आँगनमा श्रद्धेय बुवा तुलसीराम सापकोटाको 97 वर्ष प्रवेशको पूर्व सन्ध्यामा 96औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा आजकै दिन लक्ष्मी वैकुण्ठनाथ मन्दिर र त्यही गुरुकुलमका सम्पूर्ण गुरुजनहरूले आदरणीय बुवालाई सम्मान गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी वैकुण्ठनाथ मन्दिरका पीठाधीश 1008 स्वामी जगन्नाथ चार्यज्यू, त्यसै गरी स्वामी रङ्गनाथाचार्य स्वामी महाराजज्यू, गैंडाकोट नगरपालिकाको पूर्व उपमेयर जो पारिवारिक सदस्य पनि हुनुहुन्छ आदरणीय विष्णु कुमारी कणेलज्यू, हाम्रै छिमेकी दीनदयालजी महाराज, त्यसै गरी वैकुण्ठनाथ गुरुकुलका अध्यक्ष श्री कमल नयन कणेलज्यू, लक्ष्मी वैकुण्ठनाथ मन्दिरका उपाध्यक्ष एवं वार्ड नम्बर 4 भरतपुर महानगरपालिका वार्ड नम्बर 4 का वडा सदस्य राधादेवी शर्मा कणेलज्यू, अध्यापन कार्यमा खटिनुहुने प्राचार्यज्यूहरू, गैंडाकोट नगरपालिका वार्ड नम्बर 16 का वडा अध्यक्ष विनोद कुमार मल्ल एवं वडा सदस्य दिनेश देवकोटाज्यू र आज यस सन्दर्भमा हाम्रो आँगनमा उपस्थिति जनाउनु हुने सम्पूर्ण इष्टमित्र बन्धु बान्धव छर छिमेकी सम्पूर्णलाई मैले शब्दद्वारा यहाँहरूलाई हार्दिक नमन एवं स्वागत गर्न चाहन्छु। स्वीकार्नु स्वागतम। र मैले धेरै लगभग सतत जीवनको निकटमा हाम्रो श्रद्धेय बुवा हिँडिरहनु भएको छ। यस अवसरमा अहिले शारीरिक रूपमा अशक्त हुनुहुन्छ र सर्वप्रथम मैले श्रद्धेय बुवालाई स्वास्थ्य लाभ मिलोस् भन्ने कामना पनि श्री परमेश्वरसँग प्रार्थना गर्न चाहन्छु। र यो सन्दर्भमा भाइहरूले मलाई भने अनुसार हामी सानै थियौँ दाइ, बाले पहाडदेखि अहिलेसम्म यहाँसम्म आइपुग्दा के कति क्रियाकलापहरू सामाजिक कामहरू गर्नुभयो, यी सबै कुराको विषयमा करिब हामी अज्ञात जस्तै छौँ। अब कसलाई थाहा छ परिवारमा अलिकता सम्झिने काम गर्न पर्यो भन्ने किसिमको आग्रह भएअनुसार हुन त मलाई पनि त्यति धेरै के थाहा हुने। म बुवा 96-97 वर्ष पुगिसक्नुभयो, म बल्ल 60मा रन गर्दैछु। त्यति धेरै मलाई पनि थाहा हुने कुरा भएन। तथापि पनि मेरो जानकारीमा रहेअनुसार मैले छोटो टिप्पणी यहाँहरूसँग बुवाको बारेमा राख्न चाहन्छु। र मैले 3 भागमा विभाजन गरेर, पहिलो कुरो त पारिवारिक जीवन, दोस्रो कुरो सामाजिक जीवन र तेस्रो कुरो आध्यात्मिक र धार्मिक जीवनको विषयमा संक्षेपमा बुवाको बारेमा केही कुराहरू उल्लेख गर्ने अनुमति यहाँहरूसँग माग्न चाहन्छु। सापकोटा कुलहरूमध्ये 29औं पुस्ताका लीलाधर सापकोटा, हामी प्राय धेरै यहाँ उपस्थित जनहरूलाई थाहा पनि छ।
कि हाम्रो परिवारलाई अथवा हाम्रो यो जमातलाई दमेकका ठुला अरे भनेर जान्ने गरिन्छ र लीलाधर सापकोटाबाटै ठुला गरे भन्ने उक्ति सुरुवात भएको हो र लीलाधर सापकोटाका दुई भाइ छोराहरू माधव र बल्लभ हुनुहुन्थ्यो र दुई भाइ छोरा छुट्टिभिन्न भइसकेपछि बल्लभजीहरू अथवा बल्लभ बाजेहरू छुट्टिएर नयाँ घर बनाएर अन्यत्र बसाइ गर्नुभयो। त्यसपछि बल्लभका सन्तानहरू त्यो नयाँ घरमा बसेको हुनाले नयाँ गरे भन्ने गरिन्छ अहिले र हामी सबै ठुलारे हौँ। र त्यसपछि माधवका फेरि दुई भाइ छोरा दण्डपानी र अगन्धर। दण्डपानी छुट्टिएर चौरी भन्ने ठाउँमा बस्नुभयो र चौरी भन्ने ठाउँमा बसिसकेपछि दण्डपानीका सन्तानलाई चौरीका भनेर जान्न थालियो र अगन्धर कान्छा ठुला घरै बस्नु र अगन्धरका छ भाइ छोराहरू वासुदेव, मणिरत्न, गङ्गाधर, पशुपति, गोविन्द र डिलाराम छ भाइ हजुरबाहरू। हाम्रो पुस्ताबाट हजुरबाहरू छ भाइ हजुरबाहरू हुनुहुन्थ्यो र आदरणीय बुवा तुलसीराम सापकोटा र लक्ष्मी सापकोटाका बुवा लीलाराम सापकोटा हुनुहुन्थ्यो कान्छा। र यसरी हुँदै आइसकेपछि पिता लीलाराम र माता नारायणी हजुरआमा हुनुहुन्थ्यो जो 100 वर्षमा या वर्षमा हुनुभयो। उहाँबाट प्रथम सन्तानको रूपमा श्रद्धेय बुवाको जन्म 1988 साल 4 महिना 7 गते अर्थात् आजकै दिन उहाँको जन्म भएको हो प्रथम सन्तानको रूपमा। र सन्तानमा दुई भाइ छोराहरू 4 बहिनी छोरीहरू 6 जना सन्तानहरू उहाँहरूको भाइ बहिना हुनुहुन्थ्यो। र त्यसरी हुँदै गर्दा बुवाको विवाह 2011 साल 11 महिना 21 गते 11 साल 11 महिना 21 गते बिउ झुकेपानी भन्ने ठाउँमा श्रद्धेय गङ्गाधर कणेल र भूदेवी कणेलकी सुपुत्री आमा हरिकला सापकोटासँग शुभ विवाह सम्पन्न 2011 साल 11 महिना 21 गते सम्पन्न भएको थियो। र उहाँहरू त्यसपछि 2017 सालमा बुवालाई पितृशोक पर्यो अर्थात् हजुरबाको स्वर्गवास भयो। 2011 सालमा हामी सबैका हजुरबाको देहावसान भयो र उहाँहरूबाट 17 साल उहाँहरूबाट 4 भाइ र 3 बहिनीको जन्म भएको हो। जो भाइ बहिनीहरू हाम्रो अगाडि अहिले पनि यहीँ हुनुहुन्छ र बसाइसराई 2040 सालको चैत्र मैले भेटाएअनुसार 2040 सालको चैत्र महिनामा साबिक अमरापुरी वार्ड नम्बर 2 हालको गैँडाकोट वार्ड नम्बर 14 अर्थात् यही ठाउँमा सुरुवातमा यहीँ आएर सबै सपरिवार बस्न थाल्नुभएको थियो र पारिवारिक जिम्मेवारी उहाँलाई आफ्नो अभिभावक गुमाइसकेपछि 17 सालपछि आफ्नो टाउकोमा पारिवारिक जिम्मेवारी आयो र साना भाइ बहिनीहरूको पालन पोषण, त्यसपछि विवाहदान, पारिवारिक व्यवस्थापन लगायतका हरेक कर्महरू उहाँले दमेकमा आफ्नै हात र आफ्नै अर्धाङ्गिनी अर्थात् माताको सहयोगमा उहाँले सम्पन्न गर्नुभयो र गरिसकेपछि मातृशोक पर्यो उहाँलाई 2066 साल 12 महिना 10 गते 100 वर्षको हुनुहुन्थ्यो हजुरआमा 100 वर्षको उमेरमा हजुरआमा पनि स्वर्गवास भयो। र हामीले त्यस पछाडि पनि कसरी जानिरहेका छौँ भने त्यो ठुलो परिवार
जुन परिवार 4 भाइ छोरा 3 बहिनी छोरी 18 नाति नातिना 10 पनाति पनातिना उहाँहरूको व्यवस्थापन अहिलेसम्म उहाँकै छत्र छायामा कुशलतापूर्वक निर्वाह गर्दै आउनु भइरहेको छ र थियो। र अहिले पनि हामीले के देख्छौँ भने सबै छोरा 4 भाइ छोरा 3 बहिनी छोरीहरूको सम्पूर्ण व्यवस्थापन अत्यन्त राम्रो छ। आर्थिक सामाजिक सबै हिसाबले राम्रो छ र यो मैले अथवा हामी सबैले के अनुभूति गरेका छौँ भने यो सत्कर्मको कारणले गर्दा यी सबै कुराहरू सम्भव भएका हुन् भन्ने कुरा अनुभूति गरेका छौँ र यो परिवारको अथवा बुवाको पारिवारिक जीवन यसरी हुँदै आइरहेको कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। र समय कालखण्डसँगै मानिस जन्मिएपछि आफ्ना कर्तव्य र कर्महरू गर्दै जानुपर्छ र समाजभन्दा भिन्न हुनै सक्दैन। श्रद्धेय बुवाले थुप्रै सामाजिक कामहरू तथा धार्मिक कामहरू गर्नुभएको थियो, तर सबै कुराहरू मेरो जानकारीमा पनि नहुन सक्छन् र म जान्ने हुँदाखेरि उहाँ दमेक गाविस वार्ड नम्बर 5 को वडा सदस्य हुनुहुन्थ्यो र त्योभन्दा पहिला भागीरथ जुरुडुङ्गाका जिल्ला भागीरथ हुनुहुन्थ्यो वडा सदस्य। अब मैले सक्दिनँ, यही तुलसीरामले गर्छ। त्यति बेलाको फेरि चलन त के थियो भने भाइबन्धुहरू सबै चौतारामा जम्मा हुने अनि त्यसपछि भाइहरूले सल्लाह गर्ने कुन जिम्मेवारी कसलाई दिने हो, त्यो किसिमको एउटा मेजोरिटी थियो समाजमा। अहिले जस्तो थिएन, खुसुखुसुभित्र गएर चाहिँ नि फकाउने भोट माग्ने गर्न पर्ने बेला थिएन। अब म बुढो भएँ, अब सक्दिनँ, यही तुलसीरामले गर्छ भनेर हजुरबाले उहाँको टाउकोमा जिम्मेवारी दिए जस्तो मैले सुन्थेँ, मैले बुझेअनुसार त्यो हो। र त्यस पछाडि धेरै पटक वडा सदस्य त्यति बेला 1 जना मात्रै हुने गर्थे, जनप्रतिनिधि हरेक वार्डमा, र 36 पछाडि पनि वडा सदस्य हुनुभयो भन्ने मेरो जानकारीमा छ। किनभने 36 मा एउटा निर्वाचन भएको थियो, त्यस पछाडि पनि उहाँ वडा सदस्यको रूपमा काम गर्नुभयो र त्यो समयमा अनेकन सामाजिक कामहरू, बाटोघाटो, हामी अधिकांश यहाँ उपस्थित जनहरू पहाडबाट बसाइ सरेर माइग्रेसन भएर यहाँ आएका जनहरू छौँ। बर्खाभरि भाडीले बाटो भत्काउँछ अनि त्यसपछि दसैँ आउने बेला बाटो खन्ने चलन थियो। यस्ता यस्ता कामहरू, बाटोघाटो, पुल थिएनन्, सामु तेर्स्याउनु पर्थ्यो, यस्ता कामहरू र वनको व्यवस्थापन। हाम्रोतिर चाहिँ यो पातल भन्ने पल्ला भित्ता भन्ने ठाउँमा वन थियो, त्यो वनको व्यवस्थापन गर्ने, त्यसलाई सही किसिमले सदुपयोग गर्ने जस्ता कुराहरूमा उहाँ अग्रपङ्क्तिमा रहेर समाजमा काम गर्नुभयो, दायित्व निर्वाह गर्नुभयो। र हालको सुन्तलाचौर उच्च माध्यमिक विद्यालय, त्यति बेला सायद हामीले पढ्दै गर्दाखेरि निम्न माध्यमिक विद्यालय मात्रै थियो, त्योभन्दा पहिले सायद प्रावि मात्रै थियो होला। त्यो बेलामा सुन्तलाचौर निम्न माध्यमिक विद्यालयको कोषाध्यक्ष पदमा कार्यरत रहेर उहाँले त्यो कोष सञ्चालन, त्यति बेला त के हुन्थ्यो भने, हुन त अहिले पनि त्यही हो, सीमित स्रोत साधन नेपाल सरकारले दिने र बाँकी गाउँमा कोदो हुन्छ कि मकै हुन्छ कि उठाएर अध्यापकहरूलाई वेतन बुझाउने काम हुन्थ्यो र त्यसको नेतृत्व एउटा कालखण्डमा उहाँले गरेको मलाई मेरो जानकारीमा छ। किनभने त्यो सुन्तलाचौर माध्यमिक विद्यालयले गत वर्ष 75औं वार्षिक उत्सवको समयमा एउटा स्मारिका प्रकाशन गरेको छ र त्यसमा म आफै आएर त्यहाँको हेडमास्टरलाई उहाँसँग साक्षात्कार गराएर ती सबै रेकर्डहरू उपलब्ध गराएको पनि हो। र मेरो जानकारीमा उहाँ एकचोटि सुन्तलाचौर उच्च मावि हालको त्यसको कोषाध्यक्ष हुनुहुन्थ्यो। त्यो विद्यालय भवन सानो भइसकेपछि विद्यालय बनाउने काम सुरु हो।
सायद 31-32 सालतिर हुनुपर्छ। त्यो बेलामा विद्यालय नै भत्काइसकेपछि केटाकेटी कहाँ राखेर पढाउने त्यो कुराको समस्या भयो। समस्या भइसकेपछि अहिले जुन ठाउँमा ठुलाहरूमा घर छ त्यही घरमा विद्यालयको अफिस र गोठमा हामी बसेर पर्सौलामाथि बसेर पढ्थ्यौँ। विद्यालय पनि उहाँले घरमै सञ्चालन गर्नुभयो। कोही कसको गोठमा बसेर पढियो, कोही कसको गोठमा बसेर पढियो र विद्यालयको मूल थलो त्यही ठुलाहरूको घरबाटै सुरु गर्नुभएको थियो। र त्यो विद्यालय भवन निर्माण गर्नको लागि आर्थिक जोड गर्न पर्ने भैलो खेलियो। त्यहाँ भैलो खेल्दाखेरि कोदो उठाउने हजुर त्यति बेला पैसा हुँदैन थिए। कोदो उठाउने सक्नेले मुरी दिन्थे, नसक्नेले पाथी दिन्थे। त्यही क्रममा अग्रपङ्क्तिमा रहेर उहाँले पनि आफ्नो भूमिका निर्वाह गर्नुभयो र त्यसरी एउटा सामाजिक कामप्रतिको एउटा उत्प्रेरणा उहाँमा सानैदेखि रहेको पाइन्छ र उहाँको भाइ बन्धुप्रतिको एकतामा अत्यन्त सबल पक्ष थियो, जोड थियो। अहिले पनि सानो कुरो पऱ्यो भने एउटाले अर्कालाई उचाल्ने, अर्काले अर्कालाई उचाल्ने परम्परा छ समाजमा, तर उहाँमा त्यो थिएन। दुइटैले राखेर यो के गरेको होस्, तैँले यो कमजोरी गरिस् भन्ने किसिमको बानी उहाँको त्यो पहिल्यैदेखि रहेको कुरो पनि मैले यहाँ जानकारी गराउन चाहन्छु। र यहाँ आइसकेपछि 40 सालमा यहाँ आइसकेपछि पनि अमरापुरीमा आएर पनि थुप्रै सामाजिक तथा धार्मिक कामहरूमा उहाँ सरिक हुनुभयो। जुन कुराको व्याख्या सायद मैले गर्न पर्दैन, यो अमरापुरीको समाज नै अहिले पनि साक्षी छ। र आध्यात्मिक र धार्मिक जीवनतर्फ उहाँमा म प्रवेश गर्न चाहन्छु। हामी साना छँदादेखिबाट उहाँ वैष्णव सम्प्रदायप्रति आबद्ध हुनुहुन्थ्यो। जति बेला हाम्रो बुवाहरू हुनुभएको थिएन उहाँ चाहिँ त्यति बेलै वैष्णव हुनुहुन्थ्यो र केटाकेटी दिन हाम्रो घर आएर बस्दाखेरि मैले बुवालाई र उहाँलाई फरक देख्थेँ। बुवाले एउटा मात्रै रातो टिको लाउनुहुन्छ, बुवाले 3टा टिका लाउनुहुन्छ, यो किन हो भनेर बुवा गइसकेपछि मैले प्रश्न गर्ने गर्थेँ बुवासँग, होइन बा जेठाबाले किन त्यसो गर्नुभयो भन्दाखेरि ऊ वैष्णव हो के भन्नुहुन्थ्यो बाले। अनि तपाईँ किन होइन त? जिज्ञासा हो, बच्चाको जिज्ञासा। हामी भयो छैनौँ अहिलेसम्म भन्नुहुन्थ्यो। र विशेष गरेर अलि छिटो अल्पायुमा निधन भयो नरिश्वर जेठवा नयगर। अनि त्यसपछि हाम्रो बुवा, उहाँ अहिले पनि हुनुहुन्छ गङ्गाधर बुवा, उहाँहरू नरिश्वर जेठवा त नभइकन जानुभयो र उहाँकै प्रभावले मेरो बुवा र जेठवा पनि पछि वैष्णव सम्प्रदायमा आबद्ध हुनुभयो। अहिले त यो क्रम अलि धेरै विस्तार भएको छ र उहाँ त्यति बेलादेखिको यो सम्प्रदायप्रति आबद्धता उहाँको मैले पाएको थिएँ। र धर्म र सत्कर्म गर्नुपर्छ भन्ने मान्यताले ओतप्रोत भएको कारणले मलाई बच्चै अवस्थामा के थाहा छ भने मलाई भन्दा बढी त बालाई थाहा होला, जेठाबालाई थाहा होला। 7 दिन हो कि 10 दिन हो सामा खर्बको कटेर वैष्णवहरू मात्रै जम्मा भएर एउटा सत्सङ्ग चलाए जस्तो लाग्छ मलाई। म सानै थिएँ, त्यो के सत्सङ्ग भनेर बुझेँ मैले, त्यो चलाउनु भएको थियो। र माथि कोट नारायण स्थानको मन्दिर बनाउने क्रममा पनि उहाँको अत्यन्त सक्रियताका साथ भूमिका निर्वाह गर्नुभएको हो। र यस्ता धार्मिक अथवा सामाजिक कामहरू गर्दा दमेक त ठुलो थियो। तल्ला थोकमा के गर्ने भन्दाखेरि अब जनप्रतिनिधि पनि भएको, अनि धेरै हिँडिरहने बानी भएको कारणले त्यहाँ तुलसीरामलाई सोध्नुपर्छ भन्ने त्यो किसिमको एउटा त्यो बेलाको सामाजिक नेतृत्वकर्ताहरूको धारणा हामीले पाउँछौँ। र यहाँ आइसकेपछि 2061 सालमा लक्ष्मी उच्च माविमा यहाँ हामी सबैले धनधान्याञ्चल महायज्ञ गऱ्यौँ। हाम्रै अगाडि तपाईँ हामी साक्षी छौँ। त्यसको मूल कर्ताको रूपमा श्रद्धेय बुवाले
7 दिनसम्म अनवरत रूपमा चाहिँ कर्ता भएर काम गर्नुभयो र यथाशक्य मलाई नम्बरमा ठ्याक्कै यति हो भन्ने मलाई अहिले याद छैन, त्यो रेकर्डले बताउँदा नम्बरमा मलाई याद छैन। र यथाशक्य पैसा पनि दिनुभयो र पछि मलाई एउटा के याद छ भने त्यो कर्ता बसेका मान्छेलाई लास्टमा समापन हुने बेला टिको लगाएर दक्षिणा दिने चलन छ। अनि त्यसपछि अब मैले यहाँ स्कुलको दक्षिणा बोली हालेर जान्छु, यो राख स्कुल भन्दै फटफटिँदै निस्किएको म आफूलाई त्यो जानकारी छ। र त्यसै गरेर यहाँ रहेका मन्दिरहरू जस्तै कृष्ण मन्दिर माथि, नर्मदेश्वर शिवालय 16 नम्बर, अनि त्यसपछि दुर्गा मन्दिर यही हाइवेमा छ वार्ड नम्बर 16 मा हो। र नारायणीको त्रिपुरेश्वर मन्दिरमा, यी सबै ठाउँमा धार्ने चलहरू भयो, सबै मन्दिरहरूमा धार्ने चल भयो। र ती सबै ठाउँमा मलाई बरु त्यो जानकारी रहन्छ, भर्खर बहिनीले भने दुर्गा मन्दिरमा पनि कर्ता भएर बस्नु भएको छ। र यी सबै ठाउँको मन्दिरहरूमा उहाँले यथाशक्य दान गर्ने हो, जति सक्यो त्यति दान गर्ने हो, यथाशक्य दान गरेर छोड्नुभयो। त्यस्तै मेरो जानकारीमा मैले भर्खर सोधेँ, लक्ष्मी वैकुण्ठनाथ मन्दिर लङ्कुमा पनि उहाँको योगदान, आर्थिक सहभागिता पनि छ भन्ने कुरो मैले जानकारी पाएँ। र यो हिसाबले मैले के बुझेँ भने म अस्ति भर्खर पुसमा विदेशबाट अमेरिका 4 महिना 5 महिना बसेर यहाँ आइसकेपछि व्रतार पोसाक किरा समातेर बाबालाई भेट्छु भन्दै आएर एकछिन बस्दा गफ गर्नुभयो, धेरै गफ गर्न रुचाउनुहुन्थ्यो, गफ गर्नुभयो, धेरै बेर गफ गरेँ। अब कतिन्जेल बाँचिने हो, मैले त अलिक त राख्नु दिएछु भन्नुभयो। मैले बुझिनँ अब के चाहिँ राख्न दिनुभयो रहेछ। अनि के राख्नु दिनुभयो त नि भनेर भनिसकेपछि यहाँ कोही हुनुहुन्थेन। पैसा भन्नुभयो, पैसा त अब आफ्नो गोली यहाँ राख्ने हो, तपाईँले किन राख्नु दिनु पर्छ, केटाहरूले आफ्नो गरे भनेर मैले भनिसकेँ। होइन के भोलिलाई हो भन्नुभयो। अनि त्यसपछि कहाँ हो त नि भनेर भनेको, यही मन्दिरहरूमा दान गरेको पछि परमधाम भइसकेपछि आफूले उपभोग गर्न पाइन्छ भन्ने चेतनाको कुरो मसँग गर्नुभएको रहेछ। मैले अलि ढिलो बुझेँ होइन, त्यो किसिमको धारणा, त्यो किसिमको भावना थियो। र साह्रै अचम्मको बानी के थियो भने जहाँ पनि पुग्ने, जसरी पनि पुग्ने सहभागिता जनाउने त्यो किसिमको बानी थियो। एकचोटि त आमाले भन्ने गरेको मैले सुन्छु, अब त यो निम्तो सिम्तो नआए पनि हुन्थ्यो, मैले लिएर पनि हिँड्न सक्नु छोडेँ, म आफै अशक्त हुने बेला हो, कहीँ केही काना परेपछि नगई मान्ने होइन भनेर भनेको मैले आज जस्तो लाग्छ। र जेठको 2 गते हो कि असारको 2 गते, असारको 2 गते हाम्रो भाइ बन्धुमै माइली आमाको देहावसान भयो। म पनि त्यहाँ पुगेको थिएँ, उहाँ लखर त्यहीँ पुग्नु। असारको 11 गतेबाट बिरामी हुनुभयो, असारको 2 गते मलामा जानुभएको। मनले के भन्यो भने बुढामा किन आउनु परेको थियो, यो गर्मी त्यति बेला एकदमै पानी पनि परेको थियो, किन आउनु परेको थियो भनेर भन्ने मन हो। किन आउनुभएको भनेर प्रश्न गर्ने कुरो पनि भएन। अनि पछि कता जानुभयो बा भनेको विष्णु बहिनीले, होइन मैले गाडी हालेर ल्याएको भन्ने कुरा विष्णु बहिनीले गर्नुभयो। त्यो किसिमको सहभागिता र हर ठाउँमा थाहा पाएसम्म पुग्ने यो किसिमको बानी थियो। र यसपछिका अरू कुराहरू मैले पछि अन्तिममा मौका मिल्यो भने फेरि यहाँहरू समक्ष बिसाउने बाचा गर्दै र हाम्रो आगमनमा यहाँहरूले आज बुवालाई सम्मान गर्नको लागि त्यति टाढाबाट जुन किसिमले पदार्पण गर्नुभयो, जुन किसिमले दुःख गर्नुभयो, यसप्रति हाम्रो परिवार यहाँहरूप्रति आभार व्यक्त गर्दै अहिलेलाई बुवाको थोरै मात्रै एउटा उखान छ, छोटे आदमी का बडा बात भन्ने उखान छ। त्यस्तै जस्तो मैले धेरै त के जाने थिएँ, उहाँको कर्ममध्ये मात्रै 10% भने होला। यी कुराहरू यहाँहरू समक्ष राख्दै अहिलेलाई बिदा चाहन्छु। हरिओम श्रीमन्नारायण।
प्रतिशत अथवा 15% मात्रै मैले उल्लेख गर्न भ्याएँ भन्नुभयो आदरणीय यसै परिवारका सदस्य खेमप्रसाद सापकोटा जो यस सभाका अध्यक्ष पनि हुनुहुन्छ उहाँप्रति यस गैँडाकोट वार्ड नम्बर 14 की वडाध्यक्ष कोकी सरा राणा मगरज्यूको यहाँ उपस्थित भएको छ। उहाँलाई म आसन ग्रहण गर्न चाहन्छु। अभिनन्दनीय आदरणीय बुवाकी नयाँ रोग कोरोनाका रोगहरू पनि आए। अब के गर्ने भनेर स्वामीजी चिन्तित हुनुहुन्थ्यो अनि आदरणीय बुवाले कताबाट थाहा पाउनुभयो आफ्ना सुपुत्र मार्फत ल 5 लाख रुपियाँ मन्दिर निर्माणको लागि 5 लाख रुपियाँ तत्काल त्यो समय तत्काल दिएर काम अगाडि काम नरोकियोस्, मन्दिर निर्माणको काम अगाडि बढोस्, मन्दिर रोकिनु भनेको यो राम्रो शुभ सङ्केत होइन भनेर 5 लाख तत्काल उपलब्ध गराएर मन्दिर निर्माणमा चाहिँ महत्त्वपूर्ण भूमिका आदरणीय बुवाले खेल्नुभएको थियो। यो भूमिका मन्दिर सञ्चालक समिति तथा त्यस समाजले कहिल्यै भुल्ने छैन र त्यसपछि तपाईँको निरन्तर त्यसपछि फेरि कोरोना कालमा महायज्ञ भयो, त्यहाँ पनि दिनुभयो, त्यसपछि गुरुकुलमको महायज्ञ भयो, त्यहाँ पनि दिनुभयो, फेरि प्रतिष्ठामा मूर्तिका लागि भनेर पुनः दिनुभयो। करिब पछिल्लो मन्दिर निर्माण पश्चात नै उहाँबाट करिब 10 लाखभन्दा बढीको श्री लक्ष्मी वैकुण्ठनाथ मन्दिर तथा गुरुकुलमलाई सहयोग प्राप्त भएको छ। यो सहयोग धनराशिको मात्रै सहयोग ठुलो कुरा होइन, सबैभन्दा सहयोग उहाँले के गर्नुभएको छ भने उहाँले आफ्ना सन्ततिलाई त्यो मन्दिर र गुरुकुलमको संरक्षणमा कहिले पनि पछि नहट्नु भन्ने जो प्रेरणा दिनुभएको छ, त्यो प्रेरणा सबैभन्दा मन्दिरको लागि उपलब्धिपूर्ण हामीले ठानेका छौँ। र अब म यसै परिवारकी छोरी गङ्गा सापकोटा सुवेदीज्यूलाई स्वागत मन्तव्य राखिदिनलाई हार्दिक अनुरोध गर्दछु। आज आदरणीय मेरो पिताजीको जन्मदिनको उपलक्ष्यमा उपस्थित आदरणीय गुरुहरू र उपस्थित सम्पूर्ण मेरा आदरणीय बुवा आमा मामा माइजू दाई भाउजू सम्पूर्ण मान्यजनहरू सम्पूर्ण आज उपस्थित हुनुभएको छ। आज बुवाको 96औं जन्मदिनको दिन उहाँलाई आशीर्वाद दिन र आज लक्ष्मीनारायण वैकुण्ठ मन्दिरले एउटा सम्मान कार्यक्रम गर्नुभएको थियो। त्यो सम्मान कार्यक्रममा उपस्थित हुनुभएकोमा हामी सम्पूर्ण सापकोटा परिवार र हामी सम्पूर्ण सापकोटा परिवार अत्यन्तै खुसी भएका छौँ यहाँहरूको उपस्थितिले। र आज बुवाले गरेका योगदानहरू र कामहरूको सबै वर्णनहरू मेरो आदरणीय दाजु खेम सापकोटाले वर्णन गरिसक्नु भएको छ। उहाँको सम्मान, उहाँले गरेका कामहरू र योगदानहरूको त वर्णन जति गरे पनि सकिँदैन। हामी छोराछोरीको लागि गरेको योगदान, समाजमा गरेको योगदान, मठ मन्दिरमा गरेको योगदान, यो योगदानहरू अतुलनीय योगदान छ बाबाको। आज बिरामी भएर आज यो कार्यक्रम मेरो बाबा हजुरहरू जस्तै एउटा कुर्सीमा बसेर सुन्न पाएको भए कति खुसी र हर्षित हुनुहुन्थ्यो होला आज भन्ने मेरो मनमा लागिरहेको छ। आज सुन्नुभएको छ, आज मेरो लागि यस्तो कार्यक्रम राखेछन् मेरो सन्ततिले भनेर बुवाको कानमा त परेको छ। बुवाले सबै कुरा थाहा पाउनुहुन्छ, बुझ्नुहुन्छ, कसले के भन्यो, को आयो को गयो, सबै कुरा बुझ्नुहुन्छ बुवाले। तब पनि एउटा कुर्सीमा राखेर
बुवाकै आँखाको अगाडि देखेर प्रत्यक्ष मेरा आफन्तजनहरू को आउनुभयो को आउनु भएन भनेर आफ्नो आँखाले देखेर गर्न पाएको भए अझ मेरो बाबाको मनलाई कति आनन्द मिल्ने थियो होला भन्ने मलाई चाहिँ यो अनुभूति भएको छ भर्खरै यहाँ बसिराख्दाखेरि मलाई। र हाम्रो यस आजको निमन्त्रणालाई स्वीकार गरेर आउनुभयो यस सपोटा परिवारले हजुरहरूलाई निमन्त्रणा गरेर हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार गरेर आउनुभएकोमा यस हाम्रो सपोटा परिवार र म छोरीको तर्फबाट यहाँ उपस्थित सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। दिनुका लागि परमादरणीय विशिष्ट विद्वान श्री लक्ष्मी बैकुण्ठनाथ मन्दिर अन्तर्गत सञ्चालित गुरुकुलमका अध्यापक पनि हुनुहुन्छ आदरणीय गुरु श्री हरिप्रपन्न शर्मा कणेलज्यूलाई श्री लक्ष्मी बैकुण्ठनाथ मन्दिर तथा गुरुकुलमद्वारा तयार गरिएको काव्यात्मक सम्मान पत्र वाचनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। रामानुजाय नमः। श्री परमात्मने नमः। प्रातस्मरणीय आचार्यगण, यस समारोहमा उपस्थित समस्त भक्त तथा भक्तिमय्यामाहरू, सर्वप्रथम मैले अध्यक्षज्यूबाट आजको अभिनन्दनीय व्यक्तित्वको अथर इतिसम्मको जीवनी अत्यन्त राम्रो शैलीमा भनेको प्रस्तुत गरेको पाएँ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यही प्रकारले परमादरणीय प्रातस्मरणीय श्री स्वामीजीका कार्यक्रमबाट आजका अभिनन्दनीय व्यक्तित्वको अभिनन्दन पत्र, काव्यात्मक अभिनन्दन पत्र गागरमा सागर भरिएको छ। हामीहरू समुद्रमा गएर लोटामा समुद्र उठाएर ल्याए जस्तै यसमा पनि समुद्र भरिएको छ, तर सूत्र छ। त्यसलाई वाचन गर्ने मैले अनुमति माग्दछु। जय श्रीमन्नारायण। हरे रामानुजाय नमः। लक्ष्मी बैकुण्ठनाथ परब्रह्मणे नमः। श्री लक्ष्मी बैकुण्ठनाथ मंदिर, श्री बैकुण्ठनाथ परम वैदिक विद्या प्रतिष्ठानम, भरतपुर 4, धर्मचोक, लंकु, चितवन। श्री लक्ष्मी बैकुण्ठनाथ मंदिर र तदंतर्गत श्री बैकुण्ठनाथ परम वैदिक विद्या प्रतिष्ठानम, संस्कृत गुरुकुलम 6-12, भरतपुर 4, धर्मचोक, लंकु, चितवन द्वारा अभिनंदनीय को निवास गैंडाकोट नगरपालिका 14 अमरापुरी नवलपुर में समायोजित भागवत शिरोमणि परम वयोवृद्ध धार्मिक सामाजिक क्षेत्र में प्रख्यात यशस्वी महापुरुष परम पूज्य श्री तुलसीराम सापकोटा जी को सम्मान अभिनंदन समर्पण समारोह 2083 श्रावण 7 गते बिहिबार श्री तुलसीराम सापकोटा जी बागलुङ को दमेक 5 तल्ला थोक हुलारमा विक्रम संवत 1988 श्रावण 7 गते बुधबार सापकोटा थरका श्री अगन्धर र तुलसी का छोरा श्री दिलराम र नारायण का जेठा छोरा भाई जन्मनुभयो। वहाँ को विवाह बिहु ओडा र जुके पानी बस्ने श्री गंगाधर भूदेवी कण्डेल की छोरी 7 वर्ष की हरिकलासँग विक्रम संवत 2011 फाल्गुन 21 गते 17 वर्ष को उमेर में भयो। पत्नी का पिता विवाह भन्दा 2 वर्ष पहिले बित्नु भएको र भाइ लीलाधर को पनि 2017 साल में 10 वर्ष को उमेर में वैकुण्ठवास भयो। यहाँ का सहोदर भाई बुहारी लक्ष्मी प्रसाद सरस्वती एवं बहिनी ज्वाइँहरू रत्नकला गंगाराम कणेल, ज्ञानहरी प्रजापति कणेल, पार्वती बलप्रसाद गौडेल र गोविन्द देवी वैकुण्ठवासी टीकाराम कणेल पुनथुकी हुनुभयो। उहाँको छोरा बुहारीहरू कृष्णदेवी प्रजापति
कृष्ण देवी, प्रजापति सीता, तिलक लक्ष्मी देवी, खेम प्रसाद सविता रहे भने छोरी ज्वाइँहरू जमुना टिकाराम पौडेल, गङ्गा भीमकान्त सुवेदी, गीता दिलीप गणेल हुन्। मावली हजुरबुबा आमा तङ्ग्रामवासी हरिलाल गणेल र बुढा मावली रिस्नी गुइठाबारी निवासी सापकोटा हुन्। प्रथम वैष्णव दीक्षा गुरु श्री शालिग्रामज्यू नागलिबाङ 2025 माघ। वंश संस्कार दिने गुरु जीआर स्वामीज्यू गैँडाकोट 2041। बसाइसराई विक्रम सम्वत 2040 चैत्र गैँडाकोट नगरपालिका 14 अमरापुरी। उहाँको पिताको निधन विक्रम सम्वत 2018 मङ्सिर दमे। माताको निधन विक्रम सम्वत 2066 चैत्र अमरापुरी। सबै नाति नातिनीको सङ्ख्या 18 र पनातिनीको सङ्ख्या 10 छ। यहाँका अगुवाईमा यस विशाल परिवारले र यस संस्थामा नयाँ मन्दिर निर्माण प्रारम्भपछि निर्माण, गुरुकुल मन्दिर सञ्चालन महोत्सव समेतका अनेकौँ आयोजनामा निरन्तर उल्लेखनीय सहयोग गर्दै आउनुभएको छ। यहाँका तृतीय सुपुत्र हाम्रा यशस्वी गुरुकुलीय छात्रका रूपमा सुपरिचित श्री तिलक प्रसादज्यू यी संस्थाहरूका संरक्षकको भूमिकामा अघि बढिरहनु भएको छ। दमेकमा यहाँले 2030 पछि स्थानीय निकायहरूमा महत्त्वपूर्ण पदमा रहँदै अनेकौँ सामाजिक काम गर्दै आउनुभयो। विक्रम सम्वत 2040 सालपछि अमरापुरी आएर पनि स्थानीय राधाकृष्ण, दुर्गा आदि मन्दिर र लक्ष्मी मावि आदि शैक्षिक संस्थाहरूमा पनि उल्लेखनीय सहयोग गर्दै आउनुभएको छ। श्री तुलसीराम सापकोटाज्यूको पावन करकमलमा सादर समर्पित काव्यमय सम्मानाभिनन्दन सदपत्र पत्रम। कदमेक भेक सुकिलो बागलुङ्गको भूषण, रौदी तल दौडदी हिम नदी काली अँगालिकन, माथिका दहौ धुरी त गहना, नेपालकै सुन्दर यस्तो उत्तम भव्य धान्य धरती के अन्त पाइन्छ र। बाबा धुर्कनु भो यहीँ रहरका सन्तान पहिला बनी, धेरै ती पसिना छरेर हुनुभो सापकोटा मणि। साह्रै नै सजिला उदार मनका बाबा डिलारामती, अङ्ग्रामी जननी करेल कुलकी हो नाम नारायणी। बाजे प्राच्य प्रयागबाट सुकिलो गौतमेकी बढ्यो, सग्ला पौरख हुपले शिखरमा उत्थानको यो चढ्यो। सापकोटा दरिला इमान बलले बढ्दै गए आँटिला, धेरै पर्वत भाग ढाकिन पुग्यो सर्वत्र बाँड्दा। नामैले निजलाई बाबु तुलसी रामै भनी भन्दथे, राम्रा मानिसै भनेर सबले सम्मानले गन्दथे। सानैबाट सुशील श्रेष्ठ हुन नै, सानैबाट सुशील शिष्ट हुन गई सम्मान बढ्दै गयो। आफ्नै त्यो घरको र काम भरको विश्वास चढ्दै गयो। हिउँ
ओडा र ब्याह हुन गो कण्डेलको सन्तति कण्डेल सत सन्तति बाबा की टुहुरी हुपी हरिकला बेहुली बनिन् सातकी सत्रैका दुलहा गिरा रहनु टाढा मिठा हिम्मती केहीले त विरोध नै झिकिदिए अन्याय हो यो भने सानैबाट घरै रही दुलहीले सेवा सबैको गरिन् भूदेवी जननी खुपै खुस गरी सत्कृति नौलो छरिन् सारा दङ्ग पर्यो घर उहु आफन्त बिहर्षमा एकैपल्ट गइन् भेट्न जननी नानी पुरै वर्षमा खोला औ पहिरा निकै कठिन थिए चिप्ला भिराला भिर पहिली सन्तति पितृहीन कलिली टाढै छ कत्रो पिर आमाका मनभित्र भित्र अरू कोही नारायणै ती बिना आमाका मनभित्र मित्र अरू कोही नारायणै ती बिना छैनन् भुल्नुभयो कि के हुन गए वैकुण्ठमा वेदना सारै सद्गुणशील संयम हुने ज्यादै दयाका धनी साराका उपकारमा व्रत सधैँ सद्वंशकाई मणि धर्मात्मा सबका हितैतिर सधैँ लाग्ने दुखीका पीड बुझ्ने झट्ट सधैँ मिठा वचनले तान्ने सुमार्गैतिर सारा ती जनता सबैतिर रहे आफ्नै मुठीमा सधैँ कोही कति भएन पैरिनको स्थायी यहाँको कवै पत्नी पुत्र सधैँ सबै स्ववशमा राख्ने रह्यो दक्षता कहिल्यै कति रहेन जीवनभरि अन्यायको पक्षता पत्नी औ पतिको सधैँ सहजता सद्भाव यस्ता कतै पाइन्नन् घरमा रमा हरिकला बस्ने हसाई सबै यो यत्रो परिवारमा सरसता पाइन्छ अहिले चुन बाबाकै शुभ कर्मको पद यहाँ देखिन्छ यस्तो हुन सच्चा वैष्णव भक्तहरूका साह्रै प्यारा यहाँ पर्दा आज थला सबै टुटी गयौ हामी पर्दा आज थला सबै टुटी गयौ हामी ठुला शोकमा हे नारायण यो परिस्थिति छिटै पन्छाउँदै राख्नुहोस् आफ्नै श्री चरण रविन्द तलमा यो प्रार्थना सुन्नुहोस् सारा टोल छिमेकवा घर विषय जो शान्ति सद्भाव यो त्यसका कारण मुख्य पूज्य तुलसी बाबा स्वयं बन्नुभयो हाम्रा नव्य समाजमा र घरमा सद्धर्म हाम्रो बढोस् हाम्रो बालक बालिका गण सधैँ सद्धर्म विद्या बढोस् हाम्रा यी तुलसी र राम मुखमा मान्छे सबैका रहन् भुल्ने यी तुलसी र राम घरमा मान्छे कसैका नहुन् तिम्रा नाम र काम सम्झिन सकुन्
हाम्रा सबैले सधैँ तिम्रो विस्मृति उठ्न कति नसकोस् हामी कहाँ है कवै श्रद्धा प्रीति लिएर आज कविता यस्ता यिनी लेखियो यसमा जीवनको स्वरूप सुकिलो सामान्यको राखियो अर्प्यौँ यी रचना कृतज्ञ बनिँदै हामीहरूले यहाँ जन्मेलान् अब खै महापुरुषै यस्ता उज्याला कहाँ श्रद्धा प्रीति लिएर आज कविता यस्ता यिनी लेखियो यसमा जीवनको स्वरूप सुकिलो सामान्यको राखियो अर्प्यौँ यी रचना कृतज्ञ बनिँदै हामीहरूले यहाँ जन्मेलान् अब खै महापुरुषै यस्ता उज्याला कहाँ। रचनाकार स्वामी जगन्नाथाचार्य अध्यक्ष एवं पीठाधीश श्री लक्ष्मी वैकुण्ठनाथ मन्दिर, कमलनयन कणेल अध्यक्ष गुरुकुल सञ्चालक समिति, गोपीनाथ कणेल सचिव श्री लक्ष्मी वैकुण्ठनाथ मन्दिर। समर्पण 2083 श्रावण 7 गते। सम्मानित व्यक्तिलाई हामी हस्तान्तरण गर्नेछौँ र भिडभाड नगरिदिनु होला। परम श्रद्धेय स्वामी त्रय र मन्दिर सञ्चालक समितिकी उपाध्यक्ष तथा गुरुकुल सञ्चालक समितिका अध्यक्षज्यू 5 जना मात्रै उपस्थित हुनुहुनेछ र यस सम्मान पत्रलाई हस्तान्तरण गर्नुहुनेछ र दोसल्ला पनि यहाँ छ। दोसल्लालाई पनि हस्तान्तरण गर्नेछौँ। हुनेछ लिएर जानु फर्किरहेको छ। हजुर स्वस्थ अवस्थामा हामीलाई फेरि अभिभावकीय भूमिकामा हामीहरूले आज आयुष्यम् आरोग्यम् आविदाचौवमानं महीयते धान्यं धनं लक्ष्मी अन्तस्करणबाट सम्पूर्ण हाम्रा गतिविधिहरू निहालिरहनु भएको छ, सुनिरहनु भएको छ। प्रवेश गरेको यो पावन अवसरमा सम्माननीय लक्ष्मी वैकुण्ठनाथ भगवानसँग हामी पुनः गरिरहेका छौँ। स्वामीजीहरूको आशीर्वाद भगवानको कृपा भयो भने यो असम्भव छैन। हामी सबैको प्रार्थना छ भगवान। कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी वैकुण्ठनाथ मन्दिरका समक्ष आदरणीय स्वामीजी श्री जगन्नाथाचार्यज्यू, स्वास्थ्य लाभको कामना होस् भनी भगवानसँग प्रार्थना गर्दछु। उहाँ विगत केही समयदेखि बिरामी पर्नुभएको छ, उहाँ अस्वस्थ हुनुहुन्छ। उहाँलाई आजको यो कार्यक्रमबाट आज यो सम्मान कार्यक्रम भइरहेको उहाँले अवगत गरिरहनु भएको छ। त्यसबाट उहाँलाई स्वास्थ्य लाभ मिलोस् र पूर्ण स्वास्थ्य भएको देख्न पाइयोस्, यो भगवानको कृपा मिलोस् भन्ने अपेक्षा राख्दछु। र आज लक्ष्मी वैकुण्ठनाथ मन्दिरले जुन कार्यक्रमको आयोजना गर्नुभयो, यो कार्यक्रमबाट हामी यहाँ सबै उपस्थित हुन पायौँ। र सम्मान कार्यक्रम मन्दिरले राखेकोमा म हृदय त एकदम आभार प्रकट गर्न चाहन्छु। र अघि नै हामीले मामाको जीवनीको बारेमा धेरै कुराहरू हामीले सुन्यौँ र ती धेरै कुराहरू सुन्दै गर्दाखेरि पनि थोरै पर्सेन्टमा सुन्यौँ भन्ने कुरा आदरणीय आजको सभापति खेमप्रसाद सापकोटाज्यूले जुन राखिसक्नु भएको छ। र मामा बाग्लोक धमेकमा बसोबास गर्दै गर्दा त्यो धमेकभित्र रहनुहुने सबै सापकोटा परिवारको धरोहर मामा हुनुहुँदो रहेछ त्यतिखेर भन्ने मैले महसुस गरेँ, अनुभूत गरेँ। र अहिले यहाँ अमरापुरीमा आइसकेपछि पनि
एउटा यो दमेकको सेरोफेरोको सापकोटा परिवारकै धरोहरको रूपमा उहाँ अगाडि बढिरहनु भएको छ। उहाँ एकदमै सामाजिक र धार्मिक व्यक्तित्व, जुन कुराहरू धेरै कुराहरू आइसकेका छन्। मन्दिर र विद्यालयमा उहाँले गरेको योगदान एकदमै अतुलनीय छ। परिवारको व्यवस्थापनका लागि उहाँले गरेको पारिवारिक सङ्घर्षको विषयहरू असाध्यै अतुलनीय छ र धेरै सङ्घर्ष गरेर यहाँसम्म आइपुग्दाखेरि मामा आज 95 वर्ष पुरा गरेर 96 वर्षमा प्रवेश गर्नुभएको छ। म धन्य येषां कुले वैष्णवनाम अधेय भनेर पद्मपुराण गरुपुराणमा महागरुपुराणमा यसरी त्यहाँ वर्णन गरिएको छ। आज जो 96 वर्षसम्म बाबा रहेर अझै पनि होसमा हुनुहुन्छ, हातमा माला छ, ललाटमा तिलक छ, हृदयमा धार्मिक भावना छ र उहाँको धर्म उहाँलाई मात्रै नभएर हामी सबै धर्मको फल हामी सबैलाई मिलेको छ। निर्णपान हरि ओम शान्ति, हरि ओम शान्ति, हरि ओम शान्ति। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनः। दीनदयाल महाराजजीलाई लामो समय बसी पनि छ र मलाई तिलक बाबुले मलाई धेरै श्रद्धा गरेर मलाई फोन गर्नुभयो र म यहाँ आइपुगेको र आज यो उत्सव उहाँको यो प्राकट्य दिवसमा यो जन्मदिवसको पावन अवसरलाई सबैले सम्मान, सबैले आशीर्वाद र सबैले सताईको चाहिँ एउटा आशीर्वाद दिनुभएको यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण घडीमा, महत्त्वपूर्ण समयमा यो परिवारले यो आयोजक गर्नुभएकोमा यसको विशेषता हाम्रो अनन्त विभूषित श्री जगन्नाथ स्वामीजी हुनुहुन्छ, जो हाम्रो लङ्कुबाट नै यो कार्यक्रमलाई लिएर आउनुभएको र हामीले यसमा अरू केही भन्नुपर्ने छैन। विशेष कुराहरू सबै कुरा खुलिसकेको छ। तर विशेष मैले के भन्न चाहन्छु भने उहाँ एउटा तुलसीराम बुवा हाम्रो पूज्यपात हुनुहुन्छ, श्रद्धेय हुनुहुन्छ, माननीय हुनुहुन्छ, तर उहाँ एउटा युग पुरुष जस्तो मलाई लाग्छ र उहाँ एउटा धार्मिक धरोहरको व्यक्ति हुनुहुन्छ र सबैप्रति प्रेम गर्ने, सबै धर्मलाई कसैलाई पक्षपात नगरी सबैप्रति र सबै सन्त महात्माहरूप्रति र परमानन्द गुरुप्रति अत्यन्त झुकाव र सबै सन्तहरूलाई देखेर सबैलाई सादर गर्ने, नमन गर्ने, श्रद्धा गर्ने, उहाँहरूको कथा श्रवण गर्ने, जहाँ सन्तजनहरू आएका छन्, जहाँ भागवत बनेको छ त्यहाँ निम्त पाएसम्म गएर आफूले चिन्तन गर्ने, मनन गर्ने, गुरुहरूको दर्शन गर्ने उहाँको अत्यन्त निष्ठावान थियो र हेर्न आउनु पनि भयो, जन्म उत्सव मनाउन आउनु पनि भयो र यो कार्यक्रमको आह्वान यसै परिवारका श्री तुलसीरामज्यूका छोराहरूले, बुहारीहरूले परिवारले आउनुभएको हो। हामीले यसमा समर्थन गरेको हो र कमलनारायणजी विद्यालयको अध्यक्ष, उहाँका भान्जा पनि उहाँले परिश्रम गरेर मलाई भनेर लेखाएर आफै गएर परिश्रम गरेर यो बनाएर ल्याउनु भयो। मैले पनि यस्तै लेख्न मन लाग्यो। मलाई थाहा थियो, थोरै कुरा भन्न चाहन्छु। सानी बहिनी बुवा नभएकी एउटा भाइ थियो, त्यो पनि पछि गयो। सानै उमेरमा दिनका लागि दिँदाखेरि अलिकति एक किसिमको परिवारमा विवादको स्थिति भएको थियो, त्यो मलाई थाहा थियो। मैले उति थाहा पाएको थिइनँ, सानो थिएँ। तर के हो भने म पनि 8 वर्षको थिएँ, उनी 7 वर्षकी थिएँ, म 4 सालको, उनी 5 सालको। कुरा के थियो भने आमा कुण्ठविवाह समेतका केही व्यक्तिहरू वैष्णवतामा आउनुभएको थियो। बाँकी बन्धुहरू स्वयं सानीमाका जेठाजुहरू पनि वैष्णव नभएको, शाकाहारी पनि नभएको छ। अलिकति परिवारमा अहिलेका पण्डितहरू गाँसिएका थिए। उहाँले विवाह गरिदिनु भयो, कसरी गरिदिनु भयो, सानीमाले कसरी मान्नुभयो, के भयो। तर बिचबिचमा सानीमा आउने रुनी 2 महिनाको पुरा भएको मलाई थाहा छ। उहाँको किन माने उतरी त्यत्रो सानलाई कहाँ हुन्, को हुन्, 25 वर्षका भन्दा हल्ला चल्छ नि गाउँमा। 25 वर्षकालाई 7 वर्ष कि बाउ मरेका भर्खरै 2 वर्ष भएको छैन, भर्खरै दुःख पालेका छन्। एउटा सानो छोरो छ। अब आमा पनि नयाँ नै उमेरकी हुनुहुन्छ, एक्लो ठाउँ छ। यस्ता ठाउँमा
अब त्यो आमा छोरीलाई छोडाएर उहाँको चाहिँ टाढा दमेक भनेको टाढा थियो, दमेकभन्दा नजिक पनि लेनदेन हुने ठाउँ थिए, बाटो पनि अप्ठ्यारो थियो। मैले कवितामा नि लेखेको छु, कसरी जान्छ कसरी आउँछ के हुन्छ यो हुँदैन भने कतिपय मान्छेले यो जाँदै जान्न त्यो घरमा बस्दै बस्दैन आमालाई पालेर बस्दै भन्ने कोही अन्तै खोजेर जान्थे। यस्ता दुनियाँका कुरा त्यहाँ सुन्दै थिए, किनभने वैष्णव र अवैष्णव भएको, शाकाहारी र गैर शाकाहारी भएको हुनाले परिवारमा 2-3 वर्ष त्यहाँ सत्ता पनि ल्याएर गुरुजीका सुनिसकेका थियौँ। त्यस कारणले त्यो कुराले हामीहरू अत्यन्त चिन्तित थियौँ र पछि राम्रो हुँदै गयो। हामीलाई बडा खुसी लाग्यो। हाम्रो माताजीले सुनाउनुहुन्थ्यो, यस्तो हट गर्नुभयो त त्यो नगरे हुन्थ्यो भन्नुहुन्थ्यो। पछि माता पिताजीको कुरा पनि सुन्यौँ, पछि सानीमा पनि आएर बेला बेला कुरा गर्नुभयो। पछि म दमेक गएँ, छोटो कुरो कथा यो कष्टलाई दिए त 25 वर्ष रहेछन् कि अब त्यो बेला त म बिहामा कति गएँ कति गइनँ कति बुझेँ। 9 वर्षको त भएँ, बहिनीलाई 7 वर्षमा 8 वर्षको त भएँ। कता के थिएँ त्यो बिहाको कुरा मलाई थाहा भएन, तर घरका कुरा चाहिँ थाहा भए। यो के भयो, पछि मैले परमानन्द गुरुसँग त्यो धान्याचलमा त्यो सुन्तला चौरकोमा पनि म गएँ। धेरै मान्छे स्वागत गर्न आए। अलि पछि गएँ 41-42तिर, अलि पहिला पनि गएँ। गुराईहरू पनि बुढामाली हुनुहुन्थ्यो, त्यहाँ पनि गएँ। हरेक ठाउँमा जाँदाखेरि साइडबाट सुने। अनि 1-2 पटक चाहिँ बहिनीसँग गौनेरीमा उहाँहरूलाई आमा पनि हुनुहुन्थ्यो, आमा माथि हुनुहुँदो रहेछ, आमा र कान्छा छोरा, बहिनी र जेठा छोरा अर्थात् तुलसीराम तल हुँदो, त्यो पनि बुझेँ। पछि बुझ्दै जाँदा मैले जो कविता लेखेँ धेरै जानेर लेखेको होइन। एउटा महापुरुष र मैले चाहिँ महापुरुषै भन्ने शब्द दिएँ। त्यहाँ राम्रो स्थिति उहाँको। अब यो सबै गाउँका मान्छेले उहाँकै ससुराली वर्गले विशेष गरेर सानीमाकै जेठाजीहरूले दुःख मानेर यो छोरीले दुःख पाउँथे, आमाले पनि दुःख पाउँथे। पण्डितले भनेको मानेर अनि काम गरे भनेदेखि पण्डितले कस्ता ठाउँमा दिए, राम्रो हुँदैन भनेर सबैले गुहारिरहेको बेला राम्रो भएको थाहा पाएर म खुसी हुँदै गएँ। पछि अब खुसी भइदिएँ। जहिले पनि आउँदा होस् पाएसम्म ट्याक्कै समातेर हजुर देख्दा धेरै माया लाग्छ। त्यस्तो चाहिँ गाल पनि सहनुभयो मेरो लागि। र हजुरका पिताजीले गरेका यो परिवारबाट राम्रो भएको छ, यिनीले पनि राम्रो गरेको सबै राम्रो हुन्छ, राम्रो छ, तपाईँहरूबाट बहुत कृतज्ञ छु भनेर पुनः भन्नुहुन्थ्यो। त्यही भएर मैले लेख्न पनि बाध्य भएँ। सम्झाउन त बाबु कमल नाइजीले सम्झाउनु भयो, मलाई मनै लाग्यो। आजकल कविता लेख्न हातले पनि हुँदैन, अरूले लेखाइदिएको छु, म लेख्न छोडेको छु। प्रत्येक व्यक्ति मरेको ठाउँमा 84का ठाउँमा मैले लेखेकै थिएँ। लेख्न पनि जाऊ, छपाउन अप्ठ्यारो, शुद्ध बनाउन अस्ति 3 दिन 4 दिनबाट मिलाएन। मेरो हातले हुन्न, अरूले अक्षर बुझ्दैनन्। प्रेसकाले अङ्ग्रेजी टाइप गर्न जान्ने, संस्कृतमा नेपालीमा कोही बुझ्दैन जान्ने। अब हामीहरूको त संस्कृत मिश्रित भाषा हुन्छ, नेपालीमा पनि अधिक तरिए हुन्छ। त्यस कारणले अब कविता लेख्न छोड्यो, अन्तिम कविता होला जस्तो मलाई लागेको छ। जे भयो सो राम्रो भयो। यो तिलकजीको प्रस्ताव, उनको समर्थन, मेरो चाहिँ प्रतिसमर्थन, यसरी काम भयो, राम्रो हो। जे होला उहाँको जीवन पुरा भएको छ। यो स्थितिलाई हामीले एउटा हेर्नुपर्छ। त्यो हुनुहुन्छ वेदमा पनि लेखेको छ, यही वा काणा भवन्ति, यही वा कुब्जा भवन्ति, यही वा अविधेय पुत्रा भवन्ति, अविधेय भार्या भवन्ति। मुक्ति हुन खोजेका अलिकति केही कर्मले रोकेका मान्छेहरू यही बेलामा के हुन्छन्, काना हुन्छन्, कुब्जा हुन्छन् प्रारब्ध सक्नको लागि। यहाँ तक फेरि अब यो त शारीरिक कष्ट भयो। छोराछोरीले भनेको मानेनन् भने मनापिर पर्छ, दुलैले भनेको मान्दैन भने या दुलाले भनेको मान्दैन भने मनापिर पर्छ। त्यो पनि त्यो सक्नको लागि अन्तिम बेला त्यसो भयो भने कसैले नागरिक गुरुलाई के आलोचना गरौँ भने मेरो पाप काट्न हो, कसैले केही नभनौ बाबु, त्यो पनि एउटा कुरो। त्यसै कारणले यो स्थितिलाई पनि राम्रै मानौँ। सबै आउनुभएको छ, 95 पुगेको छ, पुगिसकेको छ। जे जस्तो भगवान्को इच्छा होला कवितामा पनि त्यो कुरा म लेखेको छु। प्रारब्ध यतिका धेरै कष्ट पनि भएको छैन, यसरी पनि प्रारब्ध सकिन्छन्। त्यस कारणले एउटा अवधूत वेशमा पनि मान्छे रहन सक्छन्। मैले अस्ति पनि हेरेँ, अहिले पनि माला हातमा छ, होस् छ भन्नुहुन्छ सबैले, होला पनि। जे जस्तो छ यो हामीले मुक्त हुनेहरूले, साधु सन्तले, वैष्णवले गर्ने कुरा के हो भने यो जीवनको कुरालाई केही पनि चिन्ता नगरेर प्रारब्धका बलमा छोड्दैन। परजीवनको काममा अब भगवान्को बसमा छ। परलोकमा जे हुन्छ परमात्माका हातमा, यसलाई प्रारब्धका हातमा।
भगवान्लाई पनि प्रारब्ध कटाइदिनुहोस् भनेर हात माथि कटाए त भगवान् त दयालु त हुँदै हुनुहुन्छ, भक्त नभएकालाई नि त दयालु हुनुहुन्छ। अब प्रारब्ध नगरी नहुने बनेको नियम प्रारब्ध अनुसार चल्नै पर्छ। राजा भए पनि समर्थशाली न्यायाधीश भए पनि न्याय गर्ने छ भने त न्याय अनुसार त्यसलाई दण्ड त दिनै पर्छ। उनको व्यवस्थापक हुने भगवान् त केवल लक्ष्मीले जस्तै दया गर्ने मात्रै होइन, शासक पनि त दया गर्ने होइन। र जे हुन्छ भगवान्ले गर्नुहुन्छ र उहाँको सद्गति सुनिश्चित छ। उहाँ सबैका उपकारी, सबैले मन परेका, थोरै पढेर पनि धेरै जानेका, मैले धेरै अरू लेखेको पनि छु। र थोरै बोलेर धेरै काम गर्ने। र अहिले उहाँ बाबुले, उहाँ पनि भान्जा हुनुहुन्छ, मेरो जेठा बुढाबाका नाति। हाम्रा 5 भाइका सन्तानमा सबभन्दा जेठा बुढाबा उनी हुनुहुन्थ्यो। 5 भाइका सन्तानमा जेठै बुढाबाका छोरा जेठाबाका नाति हुनुहुन्छ। उहाँलाई पनि बिहान मैले कुरा गरेँ र यस्ता सत्पात्रहरू पनि यहाँ उहाँको अध्यक्षतामा आज बस्नु पाइयो। त्यस कारणले उहाँले पनि भन्नुभयो, उहाँ चाहिँ शासनको क्षमता पनि भएका, सबैलाई मिलाउन सक्ने क्षमतामा पनि भएका। र उहाँको मैले लेखेको छु, उहाँको स्थायी दुश्मन भएन। एकछिन त जसका पनि दुश्मन हुन्छन्, स्थायी दुश्मन कोही पनि भएन। र किन दुश्मनसित पनि दुश्मनी उसले गरिराखेको पनि आफू गएर मिल्ने प्रवृत्ति थियो। त्यो भगवान्का भक्तहरूको, ज्ञानीहरूको प्रवृत्ति त्यही हो। दुश्मनी त हुनसक्छ, काम क्रोध त्रिगुणात्मक प्रकृतिमा काम पनि हुनसक्छ, क्रोध पनि हुनसक्छ, द्वेष पनि आउन सक्छ। त्यो तात्कालिक वस्तु थाहै नरहोस्, त्यस्तो प्रवृत्ति थियो। त्यसै कारणले उहाँ महापुरुष पनि, महापुरुष धेरै पढेर सन्यास लिएर या ठुला तिलक लाएर या ठुलो नामी भएर मात्रै महापुरुष। महापुरुष भनेको आत्माको चाहिँ गरुङ्गोपना। गरुङ्गोपना भनेको के हो भने ऊ काम क्रोध र मेरो र तेरो भनेर धेरै पक्षपात नगर्ने। दिनदिनै बस्नेलाई त अलि आदर त पकाएर खानिदिने मान्छेलाई त, आफ्ना घरको गाईलाई त आफैले दुध खानेलाई त स्याहार त गर्नु पऱ्यो नि। तर अन्तका गाई पनि करायो भने घाँस पाल्नु पऱ्यो नि त, दुध त्यसो खाइने। त्यो प्रवृत्ति उहाँमा थियो। वैष्णव हुनु भनेको, साधु भनेको, सन्यासी भनेको त्यही प्रवृत्ति ल्याउनका लागि जति। त्यस कारणले मैले लेखौँ कि नलेख, महापुरुष त धेरै पढेकालाई लेख्छन्, सन्यासीलाई लेख्छन् भने अड्गलिन्छ। तर यहाँलाई अड्गलेर लेखेपछि पनि मैले अप्ठ्यारो लागेको थिएन। उहाँले पनि मैले चिन्तन, हजुरले अलि देख्नुभयो, मैले त सामान्य देखेँ। म यहाँ बस्दा पनि, यहाँ आएपछि पनि बनारसतिर दौडेँ, अरू कामतिर रहेँ। त्यसै कारणले जे होस्, मेरो प्रवृत्तिलाई उहाँले, भान्जाले पनि साथ दिनुभयो। मेरा भान्जा भनेपछि म पनि भान्जो भन्नु त तपाईँ त हुँदै हुनुहुन्छ। यहाँ पनि भान्जो हो। नारायण, श्रीमन्नारायण, यिनी सबै कुराका साथमा यो कार्यक्रम राम्रै हो। भगवान्ले जे गर्नुहोला, जसो गर्नुहोला, हामीले त्यसलाई मान्दै जाउँ। भगवान्को इच्छा माथि भगवान्ले, हामीले भगवान्को इच्छा माथि छोड्ने, भगवान्ले उहाँको प्रारब्ध बाँकी रहेर संसारमा बस्नु नपरोस्, यो चाहिँ प्रार्थना गर्नुपर्छ। वैष्णवताको लक्ष्य पनि त्यही हो। र वैष्णव भनेको कसैलाई निन्दा नगर्ने र कसैसँग द्वेष नगर्ने। वैष्णव जन तो तिणी कहिए पीर पराई जाने रे, मन अभिमान नहारे रे। महात्मा गान्धीले आफूलाई वैष्णव बनाउनु, मनमा त्यस्तो गर्नु हुनुपर्छ। वैष्णवता त्यस्तो स्थिति आयो भने कुनै दीक्षा नलिए पनि, सङ्घचक्र नलिएर पनि मुक्तिलाई रोकिन्छ भन्न सकिन्छ। भगवान् स्वतन्त्र हुनुहुन्छ, ठिक छ, सङ्घचक्र चाहिन्छ मुक्तिका लागि भन्ने पनि प्रमाण छन्। तर मुख्य कुरा जे सङ्घचक्र लाए पनि, जति संस्कार, पञ्च संस्कारका ठाउँमा 1000 संस्कार गरे पनि मनमा शान्ति आएन, मनमा चाहिँ अब निर्मलता आएन भने अप्ठ्यारो हुन्छ, धर्मान्तरण गर्छ। ठिक छ, वैष्णवहरूको नरगति हुन् त्यो मान्छौँ, तर चाहिँ नरगति नभने अरू जन्म लिएर भोग्न सकिन्छ। यिनै कुराका साथमा सबैलाई धन्यवाद दिँदै, अब यत्र सबै आउनुभएको छ, सबैलाई चिन्न भनेर पनि आएको, चिन्दै रहौँला। अब बेर भइरहेको छ, उहाँबाट मन्दिरका धेरै काम थिए, जसरी यो काम हुन सकौँ कमलनाथजीका प्रयासले। म पनि लतारिएँ र जे होस् राम्रै भएको छ। यो 75औँ 76औँ उहाँको जन्मोत्सव अवसर भयो, 96औँ जन्मोत्सव भयो। र यो जन्मोत्सव राम्रै भयो, समयले पनि साथ दियो, तपाईँहरू पनि आउनुभयो, धेरै राम्रो। यो सबै प्रभाव यो क्षेत्रमा राम्रो भएको छ। मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र महाजनो येन गता स्वपन्थ, शास्त्रहरूले भन्छन्
महापुरुषहरू गएको बाटोमा हामीहरू हिँड्न सक्यौँ भने त्यस्ता महापुरुषको आत्मा त तृप्त हुन्छ नै। जो यस धरातलमा हुनुहुन्छ उहाँहरू पनि आफ्ना सन्तति, आफ्ना छिमेकी र आफ्ना शुभचिन्तकहरूले त्यो मार्गको अनुसरण गरेको खण्डमा उहाँको हृदय गदगद हुन्छ। स्वामीज्यू, आजका प्रमुख अतिथि, मज्जासिंह अतिथिगण, मन्दिर परिवार र यस सम्मान कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण इष्टमित्र दाजुभाइ तथा दिदीबहिनीहरू, समय धेरै लामो भइसकेको छ र श्रद्धेय बुवाको शतक आयुको कामना गर्दै र शीघ्र स्वास्थ्य लाभ मिलोस् भन्ने पुनः कामना गर्दै र स्वामीजीको नेतृत्वमा मन्दिर परिवारले यो हाम्रो आँगनमा आएर जुन यो कार्यक्रम हाम्रो बुवालाई सम्मान गर्ने कार्यक्रम राख्नु हो, यसप्रति हामी यो परिवार हार्दिक आभार व्यक्त गर्दछौँ र धन्यवाद पनि टक्राउँछौँ र सँगसँगै यो घाम र यो समयमा जुन किसिमको यहाँहरूले दुःख पाउनुभयो, राम्रो व्यवस्थापन मिल्न सकेन होला, त्यसप्रति परिवारको तर्फबाट मैले यहाँहरूप्रति क्षमा माग्दै आजको यो कार्यक्रम यही समापन भएको जानकारी गराउन चाहन्छु। हस्, धन्यवाद। हरिओम। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते यस्मिन् पिण्डस्य भागं विजयिनि जगतां आरोग्यं भोजिमायुर्भौतिमाभौनः यत्तदास्थापदं वा तत्तस्सद्यसमस्तं दिशति सबर्ष दिव्येत्यक्षवर्तिः भोगिनं कुञ्चयित्वा जानन्यागाय सभ्येतरमितरभुजां नागभोगे निधाय पश्चाद्बाहुद्वयेन प्रतिभटसमनं तारयं शङ्खचक्रे देवी भूम्यादिजुष्ट वितरतु भवतां शर्मवैकुण्ठनाथ। ॐ शान्तिः शान्तिः शान्तिः।